हेलो एभ्रिवान, वेलकम टु माई न्यू अनदर भिडियो। अनि यो भिडियो चाहिँ मैले हिजो भिडियो बनाइनँ नि त। अनि आज चाहिँ म सबैजनालाई यही भिडियोबाट थ्याङ्क यू सो मच भन्न चाहन्छु। अस्तिको दिन चाहिँ मेरो बर्थडे थियो अनि मलाई भेटेर फेसबुकमा पोस्ट गरेर फोन गरेर मेसेज गरेर विस गरिदिनु हुने सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि हिजो चाहिँ मैले भिडियो बनाउन भ्याइनँ किनभने हिजो शनिबार थियो अनि शनिबार चाहिँ ताप्लेजुङ बजारमा हटिया लाग्छ अनि हटिया लागे सँगसँगै चाहिँ हाम्रो पसलमा पनि भिड हुन्छ, हाम्रो कस्टमरहरू आइदिनुहुन्छ। थ्याङ्क यू सो मच हजुरहरूलाई चाहिँ। अनि यो चाहिँ हाम्रो न्यू स्टारबाट देखिने माथिल्लोपट्टिको भ्यू हो। हजुरहरूको प्यारो न्यू स्टार पनि ओपनिङ हुन आँटेको छ। अनि म चाहिँ फर्केँ। म किन गएको थिएँ न्यू स्टारको टपमा भने मैले बिहानभरि मेहनत गरेर बनाएको भिडियो चाहिँ डिलिट भएको थियो क्या, सब डिलिट भएछ। कुकिङ भिडियो सँगसँगै अरू धेरै भिडियोहरू पनि थियो बनाएको थिएँ मैले, अनि डिलिट भएछ। अनि म चाहिँ मुड अफ भयो क्या। अनि म चाहिँ गएको थिएँ। अनि त्यो चाहिँ हाम्रो नगरपालिका हो, त्यो तलको रातो चाहिँ। अनि हाम्रो पहिला बजारमा आगो लाग्यो हुँदा चाहिँ पुरै आधी बजार डढेको थियो क्या। अनि अहिले चाहिँ दमकल पनि छ। अनि यो चाहिँ हाम्रो करेसा बारी हो। यहाँ चाहिँ मुन्टा हाम्रो आफ्नै बारीको मुन्टा खान्छौँ। अनि यो भाइरल घर। अनि हजुरहरूको प्यारो न्यू स्टार फेरि पनि ओपनिङ हुन आँटेको छ, डेकोरेसन हुँदैछ। अनि उहाँ चाहिँ न्यू स्टार सफा गर्दै हुनुहुन्छ। उहाँ चाहिँ अङ्कल, हाम्रो छिरिङ अङ्कल हुनुहुन्छ। अनि यो हाम्रो दोकान के भन्छ गोदाम हो। अनि हाम्रो गोदाममा चाहिँ अहिले सामान पुरै सकिरहेछ यो इलामको बाटोले गर्दाखेरि। अब चाहिँ छिट्टै नै रिस्टक हुँदैछ। अनि मम्मी चाहिँ थाकेर सुत्नुभयो भने त बिहानभरि काम गरेर भिडियो बनाएको डिलिट भइदियो। मलाई रिस उठे पनि म खाना चाहिँ छोड्दिनँ गाइस, म खाइदिन्छु। अब भिडियो डिलिट भयो त भयो, सक्यो त। अनि क्युआर चाहिँ उता देखिरहेको रहेछ, ओ माई गड। अनि मैले मिलाएको भन्दै देखाइरहेको थिएँ। अनि म फेरि उठेर पनि देखाउँछु किनभने मेहनत गरेको छु नि त मैले। बिहानभरि मिलाएको छु पसल, बाबा मम्मी भएर। अनि बिहानभरि मिलाएको त देखाउनु पर्यो यसरी घुमाइ फिराइ। अनि हाम्रो सिसी क्यामेरा चाहिँ बिग्रेको कि के भएको अनै हुन मान्दैन क्या। बल्ल 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 अन हुन खोजेर बल्ल अन भयो। 3 चोटि खोल्दै बन्द गर्दै गऱ्यो होला। अनि चट्टा छ हाम्रो चाहिँ सिसी क्यामेरा। त्यहाँ छु म चाहिँ, म भिडियो खिच्दैछु त्यसरी। मलाई चाहिँ भोइस ओभर गर्दै थिएँ। अनि आन्टी आएर कति सानो बोलेको भन्दै जिस्काउँदै हुनुहुन्थ्यो क्या यहाँनिर। अनि फेरि यो चाहिँ हाम्रो रेड बुल एक्सट्रिम र म्याक्स टाइगर हो। अनि हाम्रो चाहिँ खाजा पनि पाक्दैछ, मकै उसिनेको। मलाई चाहिँ मन पर्दैन, तै नि खान्छु म थोरै, भोक लाग्छ नि त हो। अनि यो चाहिँ हाम्रो माथिको गोदाम हो, आउनु होला, एकदमै सस्तो पाइन्छ सामान भन्नाले क्या। मेरो मोबाइलको कति हालत बिग्रेर यस्तो भएको छ कि सबै फुटेको छ। अनि ह्याङ पनि भएको छ। अनि म त्यहाँ हेर्नु अब म हाँस्छु होइन। अनि थिच्दाखेरि मोबाइल नथिचेर म 3-4 चोटि ड्याम पनि हान्छु, त्यस्तो छु क्या। यस्तो रिस उठ्छ नि, मोबाइल यस्तो ह्याङ भएको छ, बिजोक भएको छ, बिजोक भएको छ क्या मेरो मोबाइलको चाहिँ। म यहाँ हुन्जेल चाहिँ भ्लग आउँछ अनि म यहाँबाट गएपछि चाहिँ भ्लग आउँदैन, बुझ्नु होला। उँधो फ्यालेर उँभो खोज्नु जस्तो छ क्या मेरो फोन चाहिँ। भोइस ओभर गर्दै चाहिँ यहाँनिर कस्टमरहरू आउनु भएको थियो। अनि एकछिन कस्टमरहरूलाई टाइम दिएँ। अनि म के भन्दै थिएँ, मेरो फोन चाहिँ उँधो फालेर उँभो खोज्न जानु जस्तो छ। अनि म चाहिँ भजन बज्दै थिएँ अनि म डान्स गर्दै थिएँ त्यहाँनिर। मलाई चाहिँ लास्ट मनपर्छ। हिजो म नाचेको भिडियो पनि म छिट्टै हाल्छु भजनमा। अनि मलाई अल्छी लागेर मैले मिरर सेल्फी लिएँ। अनि मेरो साथीको घर भन्दै देखाउँदै थिएँ, निसाको घर देखाउँदै थिएँ। अनि आज मेरो मुड अफ चाहिँ भएर एकदम रिस उठिरहेको थियो। थ्याङ्क यू सो मच एभ्रिवान। नेक्स्ट भिडियोमा भेटौँला, बाई बाई।